Part 2. आज कस्तो चिया खान मन लाएर गाह्रो पनि भएको थियो। चिया खान मन लागेको भएर बुहारीलाई भनेको चिया पकाइदिन्न निनीले, के हार्ने होला अब। साह्रै गाह्रो पर्छ, अब आफै पकाएर पनि खानु पर्यो। कान्छीलाई नि गाह्रो भयो होला, दिनभरि काम गरेर जान्छे, आफै पकाइदिन्न त आज। अब दुधको चिया बनाऊँ भने दुध छैन। अब उसको फिक्का चिया पनि पकाएर खानु पर्यो। त्यो पत्ती पनि के भयो, हेत्तेरिका यो कलक नि बिग्रेर के गर्ने होला। चिया नै खान पाइनँ आज त, चिया खान नपाएन। अब पानी त तताइहालेँ, पानी तताइरहेको पो रहेछ, त्यही भए नै खानु पर्यो। ला बुढाको फोन आएछ, आमालाई दिनु भनिरहेको थियो। अब के गर्ने होला त, दिनु पर्यो, दिन त। तर फेरि आमाले कुरा लाउने होला सबै, आमालाई एकचोटि भनेर आइहाल्नु पर्यो। आमा आमा किन बोलाइस् कान्छी तैँले? ए होइन आमा, यहाँ तपाईँको छोराको फोन आएको थियो, अनि त्यही फोन लिनु भन्नलाई के। अनि आमा प्लिज, मैले आजसम्म जे गरेको छु त्यो केही नभन्नु है, केही नै नभन्नु है तपाईँको छोरालाई। फेरि चिन्ता गर्ला नि त है घरको हालतले। खै कान्छी, म भन्दिनँ नि, किन भन्ने हो र। फेरि त्यसले थाहा पायो भने चिन्ता नै गर्ला, त्यसले काम नै गर्न सक्दैन, अनि त्यसलाई बिरामी हुन्छ। म भन्दिनँ। त्यही त, कहाँ भन्छ त, भन्दा नि हुँदैन। भन्दिनँ कान्छी म। खै त्यही त, छोरासँग कुरा नगरे नि धेरै भइसकेको थियो। छोरा, के छ तेरो हालखबर, ठिकै छस्? तेरो याद आइरहेको थियो। ए त नभएर होला, सुन्ने भएको थियो घर पनि। कहिले आउँछस् त छोरा त? ए हेर्न, मेरो चस्मा नि अब त आउने बेला, मेरो चस्मा नि यस्तो भाँचिएको रहेछ, यस्तो लुलो भइरहेछ, यहाँ राम्रो पाउँदैन। त्यहीँतिरबाट भयो नि लिएर आइदिएन है कान्छा, मलाई एकदमै गाह्रो भइरहेछ यो चस्मा बिना। अरू केही लिएर आउनु पर्दैन त आउँदा फेरि है कान्छा। कति उठिरहने, बस्नु नै पर्यो नि। आमा हजुर के गर्नुभएको, यस्तो नभन्नु न। छोराले बल्ल तल कमाइरहेको छ, अहिले तपाईँको छोराको अहिले पो काम पाएको त। पहिला नहुँदा फेरि त झन् गाह्रो हुन्छ नि त। अहिले भर्खर नयाँ जब लागेको छ, त्यस्तो नभन्नु न। अलिक पछितिर भन्नु। अब तपाईँको छोरा 3 महिनापछि आउँछ, त्यही भएर त्यस्तो नभन्नु न, खर्च नि हुन्छ पैसा। अहिले साथमा आइफोन पनि मगाएको छु, मेरो आइफोन 13 अलिक पुरानो भइसक्यो, अनि अहिले 16 मगाएको थिएँ, 16 प्रो, अनि त्यही भएर के। अनि यो आइफोन प्लस चस्मा गर्दा फेरि त धेरै हुन्छ नि त, 2-3 लाख लाग्छ नि त आमा, त्यही भएर हो के। म तपाईँलाई पछितिर बरुभन्दा पछितिर भनिदिउँला तपाईँको छोरालाई है। अहिले चाहिँ यस्तो नभन्नु, उहाँको बल्ल तल काम लागेको छ है। ए हो र, तैँले अब आइफोनै किन्ने भयो हुन्छ नि त। ल यो चस्मा त अब 1 वर्ष कि त 9 महिना जति चल्छ। हुन्छ, तैँले अब म नयाँ मोबाइल किनिदिने भयो चाहिँ, अब यो त चलिहाल्छ। म छोरालाई भन्छु नि त, छोरा मलाई यो मलाई यो चस्मा चाहिँदैन, मलाई त 1-2 वर्ष अझै भयो हुन्छ। बरुभन्दा त तेरो बुढीलाई देन है, मलाई पर्दैन अहिले, त्यही नै चाहिँदैन है। 1-2 वर्ष, 9 महिना जति चल्छ यो है। ल अब तेरै बुढीलाई किन्दैन त नयाँ आइफोन। अब मलाई त यो अझै चल्छ चस्मा, भर्खरै राखेको तल मैले, अनि त्यही भएर छोरा है। हस् आमा, खै दिनु त अब मोबाइल।
यहाँ मलाई अब कोठामा जानु पऱ्यो कि रुममा सुत्नु नि पऱ्यो नि त अब म जान्छु है काममा सुत्नु